ए टुपी आज मलाई हिँडाउनु जति हिँडेस् हौ चिया खाने ठाउँ कति टाढो छ अब ए हरि खोर्सानी पहिला चिया खान त जाउँ चिया खान जाउँ भन्छ मैले दिएको सामान दिए त अनि चिया खान जान्छु म ए हरियो खोर्सानी अहिले त चिया खान जाउँ के खर्का बा हेत तेरिका घरमा छैनन् पक्कै पसला बसेर चिया खाँदै गफ लडाएर भयो अनि पिनपिटे अनि त्यो समेरो डरलाई फोन गर्न त एकचोटि ए ल चाँडै बोला न कसले फोन गर्यो मलाई तिनभिटे फोन गरेछ मलाई हेलो तिनभिटे हेलो समेरो डन को त हो यहाँ म बोलारोमा आउँदैछु आफू कहाँ हो नि म त घरमै हो मलाई किन फोन गरे तैँले घरमा ए ल यहाँ चौतारा आइज त त्यो अस्ति त्यो भोलाले भनेको त्यो कारोबारको कुरो थियो कि त्यो यहाँ बसेर गर्ने हो यहाँ मसँग भोला पनि आएछ ल ल म आउँछु है त ल आइहाल है ल ल तिमीहरू त्यहाँ बस्दै गर म आइहालेँ ल हामी यहाँ चौतारा छौँ हुन्छ रे आइहाल्छु नि भाइ के हो त कुरो ल भोला चन्द्र डन आइपुग्यो त्यो खोला मुनि खेता लगानी गर्ने अनि त्यो चाहिँ तेवर नाफा हुन्छ मैले कागजपत्र मिलाएँ भनेर भने होइन ल त्यो कुरो के हो ल यहाँ भनिदिउँ त अनि पैसा लिएर दिएको 2 हप्ता भएन अहिले एकैचोटि यत्रो भएको छ भने सोध्ने कस्तो दिमाग तिमीहरूको त्यो त हो कि त्यो बैना पट्टा गरे के गरे भने चाहिँ भने होइन त्यो चाहिँ कहाँ पुग्यो कुरो त्यो भन्न त्यो त पहिला पट्टा गरेर काज गरेर ल्याएको छु नि मैले ए त्यही त सोधे त भनेपछि त्यो हामीले पनि त्यही भने त हो के हो त कुरो बोल्दैन मैले त अनि बसेर कुराहरू लाग्यो यहाँ मान्छे त भइसक्यो म आउँछु अहिले कुरै नगरिन्छ होइन कस्तो खालको मान्छे रहेछ यार त्यसले त हामीलाई धोका दिएला जस्तो छ के हो मैले पनि बुझ्नै सकिनँ यो अब आउने हो कि नआउने हो होइन तिनभिटे होला त बोल्न पनि गाह्रो मान्छ यसो भनेर गयो मलाई त त्यसको विश्वास लागेन है अब यसो भने पिसा फेर्न भनेर गएको त होला नि एकछिन कुरेर बस्नु न आउला नि त एकछिनमा है होइन तिनभिटे यत्रो बेला भइसक्यो त्यो भोला आएन त यसो भनेर गयो यस बेलासम्म आउँदैन अनि त्यसले हामीलाई बेखुबी बनाए क्या हो तर के नचिने होइन ती एउटै गाउँको हो एक दिन न एक दिन किन नभेटेला त्यसलाई भोलि नै भेटिन सक्छ अब कति कुरेर बस्ने त्यसलाई जाउँ अहिले जाउँ हिँड जाउँ
साउनी मिठो 2 कप चिया बनाएर ल्याउनु त। होइन त खड्का बा दाइ दुधको चिया कि कालो चिया? दुधको हस्। चिया मिठो छ नि है बा। चिया जस्तो भए पनि त्यो मेरो मान्छेले त टुप्पी के छ हालखबर? ए साउनी 1 कप चिया ल्याउनु त। टुप्पी यहाँ त होइन त्यो बुढामा तैँले के सामान ल्याएको छ? मेरो सामान ल्याए भने छ त बुढोले। होइन भोलाजी त्यस्तो केही पनि होइन, हाम्रो दुईजनाको सल्लाह हो क्या। अनि त्यो अस्ति चमेरो डल्लै ल्याएको थिइस् त्यही सामान हो क्या? होइन ल के हो तिमीहरू मिला? खास केही पनि होइन, हामी दुईजनाको छुट्टै कुरा छ क्या। अब कुरा गर्दा गर्दा चिया पनि सक्यो। अब तिम्रो दुईजना के कुरा हो मिलाउनु है? ल त्यहाँ चियाको पैसा तिर है त। ल लाइ म। धनवीर साउजी धनवीर साउजी अनि हामीले त्यो सुनको अन्डा त्यहाँ त्यो कतै बेच्नु भयो त? अनि हामीले त्यो सुनको अन्डा पाल्ने कुखुरा नि दिएको थियो नि, अनि कति पार्यो त? यत्रो बेच्यो सुनको अन्डा, यत्रो पार्यो सुनको अन्डा। तिमीहरूले गर्दा मलाई घर न घाटको पार्यो। तिमीहरूको यही केसले गर्दाखेरि आफू घर न घाटको भएर हिँड्नु परेको छु। हेर बोला, त्यो मेरो पैसा बुवा आजलाई भनेर जसरी पनि म उठाएर छोड्छु। त हेर्दै जा। होइन यो धनवीर साउजी खुसी चाहिँ के हो? हेर्दै जा भने छ त ल हेरिरहन्छु म नि। होइन अन्त रे छोरो यत्रो दिन भइसक्यो कहाँ गएको होला? के तँलाई केही थाहा छ? मलाई त केही पनि भन्नु भएको छैन काजी साहब। कहाँ जानुभयो? होइन अन्त रे यत्रो दिन भइसक्यो जाँदा चाहिँ कहाँ गएको थियो? जा अन्त रे खुसीले त बस्छ। हस् हजुर। होइन बुहारी त यत्रो दिन भइसक्यो आइसक्यो, तर छोरो चाहिँ कहाँ गयो होला? त्यो छोरोलाई हेमन्तसँग पहिले जा भनेर चाहिँ पठाएको, हेमन्त छैन त्यो पनि छैन। काजी साहब हेरिसो त हजुरको छोरा आइपुग्नु भयो। ल भाग्य मान्छे जा त अन्त रे खुसी लिएर। काजी साहब बस तँलाई त्यो हेमन्तसँग गएर 20 लाख रुपियाँ दाम उठाएर ल्याऊ भनेको होइन? अरे किन बोल्दैनस् त? बोल जा अन्त रे त्यो हेमन्तलाई बोलाएर त पुरा फाइनल हुन्छ नि। हेमन्तले पैसा ल्याइसक्यो भन्छ, यो पैसा कसलाई काम आसिहाल्यो। हस् काजी साहब।
ए हेमन्त दाइ ए हेमन्त दाइ को होला किन बोलायो होला म काजी साहबले तपाईँले लिन पठाउनु भएको छ ए हो र ल ल म आएँ ल छिटो आउनु जाउँ ल ल काजी साहब हेमन्तले मैले ल्याएर आएँ कैसा नमस्कार नमस्कार हेमन्त अनि यत्रो दिन भइसक्यो 20 लाख रुपियाँ लगाएको दिनु पर्दैन भने खै त पैसा कैसा हजुरको पैसा मैले हजुरको छोरालाई पहिले दिएर पठाइसकेको छ नभए त यसरी सोरी बस्योस् त हेमन्त मेरो छोराले त्यो सबै 20 लाख ल्याइसक्यो हो त त्यो पैसा मैले पहिले उहाँलाई दिएर पठाइसकेको छ अनि हो त हेमन्त भने कुरा हो भयो त्यो पैसा मैले छुट्टै लगानी गरेको अनि त्यो कुरा तैँले पहिले भन्नु पर्दैन तेरो मुखमा बुझ्नु पर्छ त लाल तेरो पैसा कहाँ हो तैँले यो कुरा पहिल्यै भनेको भए अनि म के गर्नु थिएन नि तँ यस्तो कुरा लुकाएर बस्नुहुन्छ त त्यत्रो पैसा लगानी कहाँ गऱ्यो के गऱ्यो मलाई पिर हुँदैन तँलाई लचरी म हजुरको पैसा मैले हजुरको छोरालाई दिइहालेँ हजुरले कुरा बुझिहाल्नुभयो हस् कैसा म लागि खै दाजु ल छोरा तैँले साँच्ची कुरा गर त्यो पैसा कहाँ लगानी गर्छ बुवा हजुर त्यो पैसा मैले जग्गामा लगानी गरेँ यता तेरो बहिनी काठमाडौँ गएको मुवालाई आफ्नो घर बस्ने तैँले मलाई सोध्दै नसोध झगडा लगानी गर्ने यो बुढेसकालमा कति टेन्सन दिन्छ हो त्यो ल ठिक छ छोरा अरू कुरा खुसी गर्दै गरौँला त पनि यत्रो दिनपछि आएको तँलाई पनि भोग लाग्यो होला जस्तो 3 days later. त्यो अस्ति चौतारामा भेट्दा हामी सँगै बसेर कुरा गर्दा एकछिन है भनेर गएको थियो नि त्यसपछि त बेपत्ता नाक मुख देखेको छैन मैले त्यो बोलाएको कताको होला है त्यो दिन बिटे त्यो भोलालाई जसरी पनि खोज्नै पर्यो त्यो आकाशमा जाओस् पातालमा जाओस् जुनसुकै ठाउँमा जाओस् तैँले र मैले जसरी पनि नि भेट्नै पर्यो बुझिस् कसो हो नि दाइ तपाईँ भन्नु नि मात्रै जाउँ अहिले जाउँ खोज्नलाई हो हो त्यसलाई जसरी पनि खोज्नै पर्छ या त्यसले त हामीलाई झुक्याए जस्तो छ जाउँ जसरी पनि खोजौँ त्यसलाई जाउँ बाजे नमस्कार 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 अनि अस्ति मैले त्यहाँ चिहानी बेला
टुप्पीको र तपाईँको खास कुरा भएको छ। तपाईँले टुप्पीसँग मेरो सामानले भन्नुभएको थियो। के सामान हो त्यो? मसँग एउटा सामान थियो, पहेँलो डल्लो थियो। त्यो मैले ठम्याउन नसकेर टुप्पीलाई दिएको। टुप्पीले त बच्चाको खेलाउन रहेछ भनेर खल्तीमा हालेर लग्यो। अहिले माग्दाखेरि दिँदैन। जहाँ भेट्यो चिया खुवाउँछ पठाउँछ। त्यही पनि कालो छ। त्यो मेरो सामान दिने त कुरै गर्दैन। त्यही सामान मागिराखेको क्या मैले। त्यो सामान त्योसँग जसरी नि भयो नि माया लिएर त त्यो सामान ल्याएर मलाई दिनु, म जसरी पत्ता लगाइदिइहाल्छु नि। ल म भोलि जसरी पनि मागेर लिएर आउँछु। बुढाले भनेको त गोलो पहेँलो छ भन्छ। यो पक्कै नै सुनकै अन्डा होला। त्यही भएर त्यो टुप्पीले आधा दिन्छु भोलि दिन्छु भन्छ। भोलि बुढाले लिएर आएपछि हेरिपछि थाहा भइहाल्छ नि। त्यो त म पत्ता लगाइहाल्छु नि। बुवा हजुर, आज हाम्रो महिला समूहको दरखान कार्यक्रम छ। म त्यहाँ पुगेर आउँछु है। ल बुहारी, नाचगान गर्नु, रमाइलो गर्नु। अनि जमाना ठिक छैन नि, फेरि बेलामा घर आउनु है त। हस् बुवा। टुप्पी के छ टुप्पी? के हुनु, यस्तो त हो नि। ए हरियो खोर्सानी, ठिकै छ दाइ। के कुरा होला? अनि यो कुरा बुढाले मलाई सबै भनिसक्यो। अनि तैँले बुढाको के सामान लिएको हो? ए टुप्पी खोइ के सामान रहेछ हेरौ त। ए हरियो खोर्सानी के होइन के त, के होइन, केही छैन, हेरौ। होइन यो पक्कै नै सुनको अन्डा आखिर हो क्या। यो सुनको अन्डा म जसरी होइन तिन बेटे, त्यो भोलाले त्यतिकै पैसा दिएर जस्तो मलाई लाग्दैन। के चाहिँ गर्ने होला त? सुन, एउटा मेरो साथी लामाडोल भन्ने छ, त्यसलाई बोलाएर सरकार पैसा उठाउने हो कि? त्यसै गर्नु पर्ला जस्तो छ। हो त्यो भोलाले खोलामुनि खेता लगानी गरेका छु, झ्याप्प साबेल हाल्दा हिरै आउँछ भनेर भनेको थियो। त्यसले हामीलाई झुक्क्याएर एक्लै खाउँला भनेर हिँडिरह होला कि। बोला नि त बोला त्यो लामा डल्लाई। त्यसलाई एकचोटि सबक चाहिँ सिकाउनै पर्ने भयो कि। साँच्ची नै बोलाऊ त। ल बोला। हेलो लामाडन। छ मेरो डन। तैँले मलाई कसरी सम्झिस् आज? ल भन्दा एउटालाई सबक सिकाउनु पर्यो। त झट्ट आइज त यहाँ। यो बाजा झ्याङ्नी र ल तँ ती बस्दैका, म त्यतै आएँ ल। अनि छोरा, त्यो अस्ति 20 लाखमा किनेको जग्गा भनेछ नि, त्यो जग्गा जमाउनु पर्यो। अब मलाई पैसा घापत पर्यो, त्यसले बेच्नु पर्यो। त्यो मैले देख्नै खोजेको, अलिक बाँकी पनि छैन। हजुरलाई प्लेटिङ गरेर देखाउनु नि। ल हुन्छ, त्यसरी बेच्नु पर्यो है त। के हुँदैछ बुवा छोराको परीक्षा? अनि बुहारी, त्यो अस्ति 20 लाखमा किनेको जग्गा बारे के भनेछ छोराले? के ल्याउनु बुवा हजुर? बुवा हजुर, यो विषयमा त केही कुरा भएको छैन। हो र भने त्यत्रो 20 लाख लगानी गरेछ। तिमीलाई केही थाहा छैन भन्छ। उसले जग्गा मलाई देखाउँदैन। गर्न खोजेको कुरा के हो? बुहारी, कोही सहर पढ्नु गएको, उसको पढाइ पनि सक्यो भनेछ। किनकि त्यो त मोबाइलमा कुरा भएको थियो। अहिले त मोबाइल पनि अफ छ। तर जसरी हुन्छ त्यो छोरीलाई पन्जाउनु पर्छ। त नि बुवा हजुर, पहिला त नानीले मलाई फोन पनि गर्नुभएको थियो।
आजभोलि त मसँग फोन नगर्नुभएको निकै भइसक्यो। तिज पनि आउन लागिसक्यो, बहिनी आउनु भएको भए त अझ रमाइलो हुन्थ्यो नि। त्यही त भने भरि अब बहिनी आएछ रमाइलो हुन्छ सधैँ बहिनी यस्तो रमाइलो चिज मनाएको के भयो होला कुनै काठमाडौँ आन्दोलन सान्दोलन छ कि कहीँ के पऱ्यो कि के भयो होला ल छोरा जसरी हुन्छ गएर नानीलाई खोजी ल्याउनु पर्छ हस् त हजुर म काठमाडौँ गएर बहिनीलाई खोजेर ल्याउँछु नि भइहाल्छ नि हजुर, छिटो गएर पत्ता लगाएर आउनुहोस्। यत्रो समय भइसक्यो, केही खोज खबर छैन, पढाइ पनि अस्ति नै सकिएको। के गरे हो के गरे हो हो त नि त बाबु छिटो खोजी ल्याउने है त हुन्छ बा म गएर खोजेर ल्याउँछु तिम्रो गफ गरेर हामीले जान्छ है त हस् बा अनि बुवा हजुरलाई किन झुटो बोल्याए नि? पैसा जति सबै सुनको अन्डाएर कुखुरामा हाल्ने भनेर यता उता बनाएको छ। बुवा हजुरलाई थाहा पाउनु भने कुकुरको भात दिनु होला नि। मैले यसै सुनेको अस्ति 1 लाख खाएर नि त। कुरा अर्कै छ दिपा त्यो कुरा पछि भन्नु ल ल जेसुकै गर, तिमीहरू बाउ छोराको कुरा ती मात्रै मिलाउनु लाग्यो म भएको फोन। पैसा मेरो काम तैँले मलाई किन सम्झिस् भन्दा मलाई केही न केही नभरिकन त मलाई त सम्झिँदैन रामाडन भनेर भन्छ के पऱ्यो तँलाई भन्दा मलाई यता सुन रामाडन एउटा हाम्रो भोला साथी भन्ने छ त्यसलाई गर्नु पर्यो नि ए हो कहाँ छ त त्यो लजाउँ यत्रो मकै छ कहिले छोडेन होला त भोलि छोड्दैछु गाउँतिर गएर यसो डुलेर आउनु पर्यो हैरानै दियो त्यसले पनि ओइ क्या बनाएको मलाई हाँ भन्दा दिउँ दुईजनाले आहा यो लामालाई मान्छे नगोडेको धेरै भएको छ लु भन्दा त्यो मान्छे को हो मलाई तुङ्ग देखा ल ओइ देखा लु भन् कसको काला आयो है कसको डरेर चिलायो त्यो मान्छे मलाई देखा मान्छे नापिटेको धेरै भएको छ म एकै शब्द त्यसको म क्याप्लो भागेर म ठिक भएको देखि त तिन बेटे मेरो साथी लामाडन हो लामाडन त्यो खोलालाई भेट्न मात्र पर्छ मुला निमटेर कडक रूपमा खानिन्छ बुझिस् नि होइन हाम्रो गाउँमा एउटा के गुन्डा आएछ त्यसले हाम्रो भोलालाई मार्छु मार्छु भनेर आएछ एकचोटि यो कुरा मैले भोलालाई गएर भन्नु पऱ्यो कि कसो गजबको साथीलाई बोलाइछ चम्रिडन हामीलाई चाहिएको यस्तै मान्छे हो अब त्यो भोलालाई अहिले तैँले भने त्यो निमटेरै कडक कुरो पारेर फाल्ने कुरो चाहिँ नगरौँ जे हो पनि त्यो पनि हाम्रै साथी हो त्यसलाई लगेर देखाएर त्यसलाई तर्साएर जसरी हुन्छ हाम्रो पैसा लिने बाटो चाहिँ गरौँ ल यत्रो टाढाबाट हिँडाएर ल्याएर तिमीहरूले के गर्ने बाटो आएर मर्न आँटिसक्यो चिया नखाउने तिमीहरूले है ल चिया खाउँ ल तिन बेटे चिया भन्नु त भन् हुन्छ नि त गफ गर्दै चिया खाउँ नि त ए सब्जी ओहो तिन फिटे दाइ तपाईँहरू मेरो पसलमा ए अबरे भाइ दाइ तपाईँहरूले दिनुभएको त्यो 1 लाखले मैले यो पसल किनेँ नि धेरै खुसी लाग्यो भाइ संयोग पनि कस्तो अब हामी यहाँ एउटा साथीलाई खोज्दै आइरहेको थियौँ तिम्रै पसलमा आएर चिया खानु जुरिया रहेछ
ल जाऊ 3वटा मिठो चिया बनाएको ल्याऊ जाऊ। हस् दाइ म चिया लिएर आइदिन्छु। हामीले सहयोग गरे भाइ हो कि धेरै राम्रो काम गरेको छ हो नि। त्यसको आभारमा हामीलाई सहयोग गर्नुपर्छ। आज कस्तो दाइ चिया आयो। राख ल। लाउँ सर चिया ल खाउँ खाली भयो खाउँ ल। त्यो भोला भन्ने मान्छे राम्रो राम्रो जस्तो लाग्यो मलाई। यस्तो हात नभएको मान्छेलाई 1 लाख रुपियाँ पैसा दिएर सहयोग गरेको रहेछ। कतै तिमीहरूले मलाई बोलाएर गल्ती त गरेन? रामजी तपाईँले उसको अगाडि गएर त्यो दच्काएर भने पनि पैसा लिने वातावरण मात्रै गर्नु के। त्यो पिट्नी ओर्नी अहिले चमेरेली भने जस्तो कराएको रूप निमाटेर फाल्ने चाहिँ होइन कि। दच्काउनलाई मात्रै तपाईँलाई बोलायो कि हामीले। भइहाल्छ नि है त। होइन दिनपिटे कुरा त त्यही हो। अहिले चाहिँ भोलालाई खोज्न जाउँ। जाउँ न भोलालाई जाउँ जाउँ। ल अभिराम भाइ यो पसल खोलेछौ, खुसी लाग्यो, बधाई छ। अब राम्रोसँग व्यवसाय गर्नु। अब यसो अलि ठुलो अलि समय भएपछि एउटा जोडी पनि ल्याउनु तिमीलाई सहयोग हुन्छ है त। अहिले चियाको पैसा लिए भो पर्दैन दाइ। होइन पैसा लियो न तिम्रो पनि। अब उसै आउँदैन लिएर ल। कति भयो? तपाईँहरूले यत्रो पैसा मलाई दिनुभयो, मैले यो सब गरेँ। मैले अनि तपाईँहरूले त्यत्रो गुण गर्नुभयो, मैले पनि त त्यति गर्न नसक्ने होला दाइ। त्यो त हो, तैपनि अब तिमीलाई तिम्रो यो चाहिँ किन उसै खानु भनेर हो कि। लिग ल केही फरक पर्दैन लिग। अब त्यति त दियो तिमीलाई यो चियाको पैसा दिएर के फरक पर्छ। ल अब राम्रोसँग गर्नु है त। ल ल पछि आउँदै गर्नु। अनि दाइ तपाईँहरूको त्यो भोला भन्ने साथी चाहिँ खोइ त अनि? ए हामी पनि भोला साथीलाई खोज्दै हिँडेको हो कि है। ल ल ए भोला तसँग एउटा कुरा गर्नु छ। के कुरा हो? हेर भोला, हाम्रो गाउँमा नयाँ गुन्डा आएर छ। के रे हाम्रो गाउँमा नयाँ गुन्डा आछ रे? हो, ती गुन्डाहरूले तँलाई निमोठेर फाल्छु भनेका छन्। जोगिएर हिँड्नु है भोला। ए मलाई निमाठेर मार्छु रे? मैले मेरै कानले सुनेको। जोगिएर हिँड्ने है भोला। यो गाउँमा भोलालाई ठिक कसले पार्छ? यो गाउँको त म त हिरो नि कसैले नि सक्दैन। ओहो हजुर नमस्कार। के को नमस्कार है? त्यत्रो 20 लाख पैसा लिएर गएर मेरो पुरो सोझ देखेर उखाले सुनको अन्डा पार्छ भनेर झुटो बोली बजाएर 20 लाख पैसा खप्नु तिमीहरूले। न तिमीहरूको कुखुराले सुनको अन्डा नै पार्यो, न मैले सुनको अन्डा नै देखेँ। खुर्क मेरो 20 लाख ल्याऊ। ल हुन्छ हुन्छ तपाईँको पैसा दिउँला। तपाईँको पैसा लिने भए त्यो सुनको अन्डा अनि त्यो सुनको अन्डा पार्ने कुखुरा ल्याउनु न, अनि तपाईँको पैसा पाउनुहुन्छ। ल हामीलाई कत्रो टेन्सन परेको छ। तपाईँ आफ्नो बाटो लाग्नुहोस् त। बढी कराउने होइन, खुर्क मेरो 20 लाख पैसा ल्याऊ त। दिपा भाउजू यस्तो के हामी अहिले अर्कै मोडमा छौँ कि, कुरो अर्कै छ कि। यो सबै कुरो पछि मिल्छ। तपाईँ अहिले जानुहोस् न। कुरा त गाछको छ त। उही घरि सुनको कुखुरा भन्छ, घरि सुनको अन्डा भन्छ। होइन 3 फिटे, मैले त कुरा एउटै बुझिनँ। खासमा कुरा के हो? यहाँ कुरो अर्कै छ कि। यो सबै कुरो त्यो भोलालाई भेटेपछि
सबै थाहा हुन्छ। होइन लामाडोन, भोलि सबै कुरो थाहा हुन्छ के। अहिले जाउँ। बुढा ए बुढा बुढा होइन दिपा, तिमी उहाँदेखि किन कराउँदै आयो कि? मैले त्यो बाटोमा चमेरो डनलाई 3 फुटेलाई भेटेको थिएँ। हाम्रो पैसा लिए भनेर थर्काएर आएँ मैले। ए तिमीले तिनीहरूलाई थर्काएर आयो त? राम्रो गर्यो। मैले पनि दिपा त्यो भोलालाई राम्रोसँग थर्काएर आएको छु। ए साँच्ची हो र? होइन बुढा, हामीले तर्साउनु त तिनीहरूलाई तर्सायौँ, तर हामीले तर्साए जस्तो गरेर तिनीहरूले हाम्रो पैसा दिएला नि त। अब हाम्रो पैसा के गरेर उठाउने त? के उपाय छ होला? उठाउनु त उठाउने, के उपाय लगाएर उठाउने होला दिपा तिनीहरूसँग पैसा? त्यही त भनेको त। अहिले बुवा हजुरलाई जग्गाको लफडा भनेर यसो उसो कुरा गरेर टारिरहेका छौँ। भोलि बुवा हजुरले यो कुरा थाहा पाएपछि त तिमीलाई पनि अप्ठ्यारो पर्छ, बुवा हजुरबाट मेरो विश्वास पनि गुम्दै जान्छ, अनि पो पर्छ आपत। पैसाको बारेमा बुवा हजुरलाई एकचोटि भन्नै पर्ने जस्तो छ। अनि त्यो पैसा उठाउनलाई बुवा हजुरले केही उपाय लाउने। बुवा हजुरले बहिनी खोजेर ले भन्नुभएको छ। म त लागेँ काठमाडौँ। बुवा हजुरले नि कस्तोको विश्वास गर्नुभएको छ। बहिनी खोज्न जाँदा आफै हराउला जस्तो गोज्याङ्रो, त्यत्रो 20 लाख पैसा डुबाएर सको। ए हेमन्तले अहिले मलाई भन्दै थियो गाउँमा नयाँ गुन्डा आएको छ अरे, भोला भन्ने मान्छेलाई निमाटेर फालिदिन्छु भनेको छ अरे। ए पक्कै नै त्यो चमेरो डन्ड 3 फिटेसम्मको आइरहेछ। ए यिनीहरूले गरेर मलाई मार्ने भनेको। ओ भोला कति र भाग ए भाग ओए बसी त पर्खी होइन 3 फिटे त्यो भोला ठाउँको ठाउँमा बेपत्ता भयो नि त। मुसा दम्पत भास्तो भयो नि। होइन त्यो मान्छे हरायो कहाँ? त्यसलाई भेट्टौँ मात्रै अचार पिस्या जस्तो पिस्दिन्छ मैले। पिस्नै पर्छ। ल ल्याउँ, भोलि चाहिँ त्यसलाई ठिक पार्नु पर्छ। जाउँ केटा हो, जाउँ आइज। जाउँ भोलि त भेटेला नि त्यसलाई। भोलि त कसो नभेटेला।